गृह पाठशाला सब्स्क्राइब गर्नुहोस्, सँगै रहेको घन्टी दबाउनुहोस्, साथै लाइक, कमेन्ट अनि सेयर पनि गर्नुहोला। आज म नुवाकोट जिल्लाको बिदुर नगरपालिकामा रहेको एक प्रख्यात धार्मिक तथा ऐतिहासिक स्थल देवीघाटको बारेमा जानकारीमूलक भिडियो लिएर उपस्थित भएकी छु। काठमाडौँदेखि देवीघाट विभिन्न बाटो हुँदै जान सकिने भए तापनि आज हामी पृथ्वी हाइवे भएर गल्छी हुँदै जाँदैछौँ। गल्छीदेखि लगभग 15-20 मिनटको यात्रामा पुगिन्छ देवीघाट। पवित्र तीर्थस्थल गोसाइँकुण्ड मुहानदेखि बग्दै आएको त्रिशुली नदी, सूर्यकुण्ड मुहानदेखि बग्दै आएको सूर्यमती यानि तादी नदी, देवदारू पर्वतबाट आएको झरझरावती, शिप्रावती र सप्तवावती यी पञ्चबेनीको सङ्गम स्थल हो देवीघाट। विभिन्न प्रख्यात तीर्थस्थलदेखि बग्दै आएको सङ्गम स्थल भएकै कारण यो क्षेत्र धार्मिक तथा ऐतिहासिक हिसाबले निकै पवित्र अनि प्रख्यात मानिन्छ। यो क्षेत्र नुवाकोट जिल्लाको बिदुर नगरपालिकामा पर्दछ। देवघाटमा विभिन्न देवी र देवताको मन्दिर तथा शक्तिपीठ रहेको छ, जस्तै जाल्पा देवीको मन्दिर, सिद्धि गणेशको मन्दिर र भैरवेश्वर महादेवको मन्दिर। यी मन्दिरको छुट्टा छुट्टै विशेषता रहेको छ। यस धार्मिक क्षेत्रको महत्त्व र विशेषताको बारेमा यहाँका पुजारी राजेन्द्र रेग्मी आफ्नो धारणा यसरी राख्नुहुन्छ। त्रिशुलीमती गङ्गाको सङ्गम स्थल देवीघाट एउटा पवित्र धार्मिक स्थल, ऐतिहासिक हिसाबले, धार्मिक हिसाबले, पर्यटक हिसाबले एकदम महत्त्वपूर्ण छ। हामीले हाम्रो संस्कृति जोगाउनलाई हरेक वर्ष यहाँ चाहिँ वैशाख शुक्ल चैत्र शुक्ल पूर्णिमाको दिन यहाँ मेला लाग्ने गर्दछ। यहाँ चाहिँ नुवाकोटबाट भैरवी देवीलाई यहाँ ल्याएर दिदीसँग भेट गराउने चलन छ र पूजाआजा गर्ने, धामी धमिनीबाट पूजाआजा गर्ने, भोग खाने, पञ्चबलीको भोग खाने चलन पनि छ यहाँ। त्यहाँबाट चाहिँ एक दिनको जात्रा सकाएर चैत्र शुक्ल पूर्णिमाको जात्रा सकाएर यहाँ रातिको समयमा धामी चाहिँ यहाँबाट सवारी भइबक्सिन्छ। त्यसपछि फेरि भोलिपल्ट त्यो लगत्तै भैरवी थानमा पनि जात्रा झिक्ने चलन रहिआएको छ। यो चाहिँ हाम्रो चाहिँ चलन हो। यो जाल्पा देवीको चाहिँ कसरी स्थापना भयो भन्ने क्रममा चाहिँ यहाँ दुईवटा कुरा छ। एउटा किम्वदन्ती हिसाबले चाहिँ एउटा गणखारी राईहरूले चाहिँ यो नदीमा त्रिशुली नदी तथा यो सूर्यमती नदीमा जाल हान्दाखेरि चाहिँ जतिखेर पनि एउटै शिला परिरहने, माथि हाने पनि एउटै शिला पर्ने, तल हाने पनि यहाँ एउटै शिला पर्ने, बिचमा एउटा हान्दा पनि एउटै शिला पर्ने भएको कारण यो के रहेछ त भनेर भन्दाखेरि देवी स्वयं आफै प्रकट भएर म चाहिँ जाल्पा देवी हो, म जलबाट उत्पन्न भएको जाल्पा देवी हो, मलाई चाहिँ यहाँ थापना गरिदिया हो, तिमीहरू चाहिँ मेरो माइती भयो, तिमीहरू चाहिँ हरेक वर्ष चाहिँ मलाई भेट्न आउनु, बोका लिएर आउनु। त्यही चलन अहिलेसम्म चलिआएको छ। त्यो चलन चाहिँ चैत्र शुक्ल पूर्णिमाको दिन चल्छ, चैत्र शुक्ल पूर्णिमाको जात्राको दिन चल्छ। उहाँबाट चाहिँ गणखारी राईहरू चाहिँ यहाँ बोका लिएर यहाँ आफ्नो चेलीबेटीलाई भेट्न आउँछन्, माइती स्वरूप भएर आउँछन्।
यहाँ आउने भक्तहरूको मुख्य आकर्षण जाल्पा देवीको मन्दिरमा हुने गर्छ। तर भैरवेश्वर महादेव एउटा शक्तिपीठ भए तापनि अन्य शक्तिपीठको तुलनामा केही ओझेलमा परेको भान हुन्छ। सतीदेवीको देहान्तपछि शिवजीले सतीदेवीलाई लिएर हिँड्ने क्रममा चाहिँ यो ठाउँमा त्रिशुली गङ्गा र सूर्यमती गङ्गाको नदीको बिच मध्यम भागमा चाहिँ यो सङ्गम स्थलको मध्यम भागमा चाहिँ यहाँ चाहिँ सतीदेवीको तल्लोट पतन भएको र भैरवेश्वर महादेवले रहनु भएको, शिवशक्ति स्वरूपले रहनु भएको, शिवशक्ति स्वरूप भन्नाले शिव भनेको भैरवेश्वर महादेव, शक्ति भनेको हाम्रो जाल्पा देवी, यही चलन आएको छ। किम्वदन्ती र धार्मिक दृष्टिले दुईवटा मत रहेको छ। अब मान्छेको बुझाइमा कुरा हो, शास्त्रमा लेखेको कुरा चाहिँ सतीदेवीको तल्लोट पतन भएको भनेर भनिआएको छ। अब हामीले बुझ्नु त्यो छ किम्वदन्ती अनुसार चाहिँ त्यो शिलाको चाहिँ जहाँ जाल हाने पनि केही नै प्रकट भयो। त्रिवेणीको सङ्गम धार्मिक क्षेत्र भएका कारण यहाँ विभिन्न धार्मिक कार्यहरू हुनुका साथै पिकनिक र घुम्न आउनेहरूको घुइँचो नै लाग्ने गरेको छ। पितृहरूको स्मरण स्वरूप माघ पौष मसान्तको दिन माघे सङ्क्रान्तिको अघिल्लो दिन चाहिँ यहाँ पितृको स्मरण स्वरूप दीप प्रज्वलन कार्यक्रम हुन्छ। अनि त्यहाँबाट कार्तिक हरिबोधन एकादशीको दिन यहाँ चाहिँ पितृहरूको स्मरण स्वरूप चतुर्दशीको दिन दशमीको दिन चाहिँ यहाँ पितृ स्मरण स्वरूप यहाँ मेला लाग्छ। पितृहरूको नाममा बत्ती बाल्ने चलन छ, देवीको पूजा गर्ने चलन छ। अनि त्यहाँबाट बाला चतुर्दशीको दिन चाहिँ माथि सद्मी छर्छ। बाला चतुर्दशीको दिन चाहिँ उहाँ चाहिँ पितृहरूको स्मरण स्वरूप त्यहाँ अनि दीप प्रज्वलन हुन्छ, सद्मी छर्ने कार्यक्रम हुन्छ। माघी सङ्क्रान्तिमा बाँगे सङ्क्रान्तिको अघिल्लो दिन मसान्तको दिन चाहिँ यहाँ पितृ स्मरण स्वरूप दीप प्रज्वलन हुन्छ। भोलिपल्ट माघे सङ्क्रान्ति मनाउन व्रतालु धर्मावलम्बीहरू यहाँ आउनुहुन्छ, देवीजीको दर्शन गर्नुहुन्छ, शिवजीको दर्शन गर्नुहुन्छ। भैरवेश्वर महादेव उहाँ नै हो, शिवशक्तिले रोक्नु भएको जाल्पा देवी, शिव स्वरूपले रहनु भएको भैरवेश्वर महादेव यहीँ अवस्थित हुनुहुन्छ। उहाँको दर्शन गर्ने मान्छेहरू टाढादेखिबाट भक्तजनहरू आइरहनु भएको छ। हजुरहरू पनि आइदिनु होला, पालिदिनु होला, एकखेर हाम्रो ठाउँको दर्शन गरिदिनु होला, यो ठाउँलाई चिनाइदिनु होला। नेपाल अधिराज्यमा यो चाहिँ अलिक लोप भएर बसिरहेको ठाउँ छ यो हाम्रो, त्यसलाई चाहिँ विश्व प्रख्यात गर्नु पर्यो। हामी त्यसमै लागिरहेछौँ। अहिले बेलुका चाहिँ हामी गङ्गा आरती पनि गरिरहेको छौँ। गुरुकुलका भाइ गङ्गा आरती हुन्छ। म सहित भएर हाम्रा स्थानीय बासिन्दा भइसकेर समाजसेवी सहित रहेर जाल्पा देवीको प्राङ्गणमा, भैरवेश्वर महादेवको प्राङ्गणमा, त्रिशुली गङ्गा श्रीमती गङ्गाको निकटस्थ जाल्पा देवीको के अरे सङ्गम स्थलमा त्यहाँ हरेक दिन साँझमा 6:15 बजे चाहिँ गङ्गा आरती भइरहेको छ। समयअनुसारको बेलुकाको साँझमा गङ्गा आरती भइरहेको छ। त्यसलाई पनि उता दैनिक। अनि यो विश्व सम्पदामा परेको छ नि, यो विश्व सम्पदामा परेको भन्छन्। खोइ मैले चाहिँ त्यतिसम्म थाहा पाएको छैन है। अब मैले चाहिँ त्यतिसम्म थाहा विश्व सम्पदामा पर्ने रे राख्ने रे भन्ने कुरो चाहिँ भएको थियो। हाम्रो एउटा पर्यटन मन्त्री पछि अगाडि आउँदाखेरि अहिले चाहिँ मलाई पहल भएको के थाहा छैन है तपाईँलाई? पहल त भइरहेको छ, नगरबाट पहल त भइरहेको छ। दमन, गुन्युचोलो, पास्नी पिकनिकहरूमा आउँछ यहाँ, अनि त्यसको पर्यटकहरू राफ्टिङ गर्न नि आउनुहुन्छ। तिनीहरूको लागि यहाँ के कस्तो तपाईँले चार्जिङ के छ यहाँको व्यवस्था? हामीले अब समितिको हिसाबले अब आवश्यकता अनुसार चार्जिङ लिइरहेको छ। हामीले यहाँ भित्रपट्टि अब यो मन्दिरभित्र प्राङ्गणमा सिधा व्रतबन्ध गर्दाखेरि चाहिँ हामीले चाहिँ 2000 रुपियाँको रसिद दिइरहेका छौँ। अब आवश्यकता अनुसार अब यहाँको विकासलाई अगाडि बढाउनलाई हामीले 2000 रुपियाँ चार्ज दिएका छौँ। हामीले चाहिँ फेसिलिटीमा चाहिँ लाइनको सुविधा, अनि त्यहाँबाट इलेक्ट्रिक सुविधा, अनि त्यहाँबाट हामीले स्पिकरको सुविधा, खानेपानीको सुविधा छ, बस्नलाई रुमको व्यवस्था छ। आएर आगन्तुकहरूलाई यसो 2-4 दिनको विश्राम गर्नलाई हामीले यहाँ पार्टी पौवाहरूको विस्तार गरेका छौँ। क्रियापुत्री भवनको विस्तार गरेका छौँ। अहिले हामी 2076 सालबाट क्रियापुत्री भवनको विस्तार गरेका छौँ। हामी 7वटा रुम बनाएका छौँ। यी त भयो यहाँको धार्मिक पक्ष। राष्ट्र निर्माता श्री 5 पृथ्वीनारायण शाहको अन्त्येष्टि यसै ठाउँमा गरेको हुँदा ऐतिहासिक हिसाबले यस ठाउँको छुट्टै महत्त्व रहेको छ। विक्रम सम्वत 1831 साल माघ 1 गते श्री 5 पृथ्वीनारायण शाहको देहावसान भए पश्चात अन्त्येष्टि गरेको ठाउँ यही हो। पृथ्वीनारायण शाह चाहिँ अब शिकार खेल्ने क्रममा चाहिँ उहाँकोलाई चाहिँ बाघको आक्रमणबाट चाहिँ उहाँको चिथरिएर उहाँ चाहिँ रक्ताम्य भएर घाइते हुनुभएको क्रममा उहाँलाई चाहिँ अब आर्यघाट लिएर जाने कि कता जाने हजुर महाराजी भनेर सोद्धाखेरि चाहिँ भारद्वाजले सोद्धाखेरि चाहिँ उहाँलाई चाहिँ होइन, मेरो नजिकको तीर्थस्थली देवीघाटमा लिएर जाओ, मलाई त्यहीँनिर लिएर गएर मेरो प्राण गइसकेपछि त्यहीँ लिएर जलाशयमा लगेर राखिदियो, मेरो प्राण गएपछि त्यहीँ मेरो चाहिँ सतीगति गरिदियो भनेर भारद्वाजले चाहिँ ल्याएर यही ढुङ्गामा चाहिँ सतीगति गरेको भन्ने
कथन छ। अब कुनै ठाउँमा लेख भेटिएको छैन। पृथ्वीनारायण शाहको खास यही तवरबाट चाहिँ मृत्यु भएको, यही तवरबाट चाहिँ जलाएको भन्ने छैन। हामीले बुझिआएको, हाम्रो ठाउँले जानिआएको, हाम्रो ऐतिहासिक कारणले बुझिआएको चाहिँ हाम्रो समाजले बुझिआएको कुराहरू चाहिँ यही नै हो। हाम्रो नगरवासीले जानिआएको कुरा चाहिँ यही नै हो। विदुर नगरपालिकाको पहलमा यस ठाउँलाई सुरक्षित गरिएको छ। त्यही दास गरेर हाम्रो वडा नम्बर 5 ले चाहिँ संरक्षण गरेर राखेको छ। अनि मलाई यो भन्नु न, यो पृथ्वीनारायण शाहको त्यो जलाएको ठाउँमा यो कुनै यस्तो कुनै फङ्सनहरू के कार्यक्रमहरू त्यस्तो हुन्छ? होइन, फङ्सनहरू नै हुन्छ। पौष 27 गते चाहिँ पृथ्वीनारायण शाहको चाहिँ ऐतिहासिक रूपमा मनाइँदै आइएको छ जन्मदिवस भनौँ न। कस्तो कस्तो प्रकारले यहाँ मनाइरहेको छ यो अब यहाँ चाहिँ अब त्यही हो, अब स्वस्ति वाचन गर्छन् गुरुकुलका भाइ बहिनीहरू आएर, भाइहरूले आएर स्वस्ति वाचन गर्नुहुन्छ। त्यसपछि चाहिँ यहाँ माल्यार्पणको पूजाआजाको काम हुन्छ, उहाँलाई स्मरण गर्ने कार्यक्रम हुन्छ, एकछिन मन चिन्तन गर्ने कार्यक्रम हुन्छ। त्यसपछि यहाँबाट चाहिँ सबैजना चाहिँ लावा लस्कर लाएर माथि गएर पहिला चाहिँ हामीले देखिआएको चाहिँ सैनिकबाट सलामी पनि दिने आएको चलन थियो माथि साली भएको ठाउँमा। अहिले चाहिँ माल्यार्पण, हाजिर जवाफी कार्यक्रम, सांस्कृतिक कार्यक्रम, पृथ्वीनारायणलाई सम्झिने खालका विभिन्न कार्यक्रम, ऐतिहासिक कार्यक्रमहरू, भाषणहरू, मन्तव्यहरू राखेर चाहिँ यो कार्यक्रमहरू चाहिँ गरिँदै आइरहेको छ। हरेक वर्ष पौष 27 गते भइरहेको छ यो कार्यक्रम चाहिँ। यो चाहिँ वर्षैपछि हुने कार्यक्रम? वर्षैपछि हुन्छ। हजुर। यहाँ मात्र नभएर नुवाकोटको भैरवी थानमा पनि हुन्छ। उहाँ पनि पृथ्वीनारायण शाहको 7 दरबार छ। त्यहाँ पनि पृथ्वीनारायण शाहको लागि चाहिँ सम्झिने हिसाबले मन्तव्य, माल्यार्पणको कार्यक्रमहरू उहाँ माथि नुवाकोटको दरबारमा पनि हुने कार्यक्रम भइरहन्छ। हरेक साल भइरहेको छ चाहिँ। हाम्रो नगरपालिका, हाम्रो वडाबाट, हाम्रो नेता भलार्नी, यो समाजसेवीबाट सबै हाम्रो वडाबाट, हाम्रो यो क्षेत्रका समितिले गर्दै आइरहेको छ अहिलेसम्म।